एक समयको कुरा हो। प्रयागराजमा शैलेन्द्र कुमार सिंह गौर नामका एक व्यक्ति बस्नुहुन्थ्यो। उनले 18 वर्षको कडा मेहनतपछि एउटा साधारण बाइकलाई परिवर्तन गरेर यस्तो कमाल गरे कि अब उनको बाइक 1 लिटर पेट्रोलमा 176 किलोमिटर चल्न सक्छ। यो सबै सुरु भयो सन् 2006मा जब उनको स्कुटर मर्मतमा थियो। त्यतिबेला उनले इन्जिनको क्र्याङ्कशाफ्ट र पिस्टनको डिजाइनमा एक ठूलो खराबी देखे। उनलाई लाग्यो कि यदि पिस्टन र क्र्याङ्कको एङ्गल परिवर्तन गरियो भने इन्जिनले कम पेट्रोलमा धेरै शक्ति र माइलेज दिन सक्छ। उनले आम इन्जिनहरूमा हुने शक्तिको ह्रासलाई रोक्ने नयाँ तरिका खोजे। उनले टिडिसी टप डेड सेन्टरलाई 0 डिग्रीबाट 60 डिग्रीमा सारे, जसले गर्दा पिस्टनले सुरुबाट नै पूर्ण शक्तिको साथ धक्का दिन थाल्यो। यसले इन्जिनलाई कम इन्धनमा अत्याधिक शक्ति दिन सक्षम बनायो। तर उनको यो सफर सजिलो थिएन। उनले आफ्नो अवधारणा टाटा मोटर्स, आइआइटी कानपुर, आइआइटी दिल्ली जस्ता ठाउँहरूमा पेश गरे, तर सबैले यो सम्भव नभएको भन्दै ठुक्राए। उनले हार नमाने। 18 वर्षसम्म उनले आफ्नो जमिन जायदाद बेचे, साथीभाइबाट कर्जा लिए र आफ्नो सपना पूरा गर्न अथक परिश्रम गरे। कहिलेकाहीँ पैसाको अत्यन्त अभावले गर्दा उनले बिना कुलरको घरमा बस्नु पर्यो। अन्तमा उनको मेहनत र विश्वासले रङ्ग ल्यायो। उनको बाइकले थर्ड पार्टी टेस्टमा 1 लिटर पेट्रोलमा 176 किलोमिटरको अविश्वसनीय माइलेज दियो। आज उनको यस तरिकाको 2 पेटेन्ट छ। यदि यो प्रविधि ठूलो पैमानामा अपनाइयो भने भारतले पेट्रोलियम आयातमा लाखौं करोड रुपैयाँ बचाउन सक्छ। अब उनको सपना समुद्रबाट सस्तो र असीमित बिजुली बनाउने हो। 63 वर्षको उमेरमा पनि उनको हौसला अटल छ। उनको कहानीले हामीलाई सिकायो कि सपना देख्नु मात्र होइन, त्यसको लागि लड्नु पनि पर्छ। पखेटाले होइन, हौसलाले मानिसलाई उचाइमा पुर्याउँछ।